साथीहरू गुड मर्निङ नमस्ते। मेरो नयाँ भ्लगमा तपाईँहरूलाई स्वागत छ। भिडियो हेर्ने भनेको तपाईँ, म अनि अर्को एकजना मात्रै हो। अहिले चाहिँ म नुवाकोट जाँदैछु। धादिङबाट निस्केँ। यहाँ धादिङ जीवनपुर यो हो हैन, जीवनपुरको अलिकति यतापट्टिबाट म भिडियो बनाइरहेको छु। राम्रो छ ठाउँ, एकदम यस्तो ठाउँ छ। म चाहिँ अब नुवाकोट लागिरहेको छु। एकदम अलिकति इमर्जेन्सी कामले गर्दा ठिकै छ। अब दौडिनु पर्यो यति धुप के अरे गर्मी खतरा फेरि हेर्नु न, यस्तो बादल वाओ सरररर लाग्छु साथीहरू। धादिङदेखि नुवाकोटसम्मको यात्रा मेरो आज त्यही समयलाई एकैछिनमा पर्खिहाल्छु। तपाईँहरूले हेर्नुहोस्, म चाहिँ बाइक चलाउँछु है त। किनभने मैले हेर्दाखेरि बाइक अन्त जाँदो रहेछ। लाने हो कि बाटो राम्रो छ हेर्नुहोस्। बाटो छ हेर्नु तर मलाई यही हाउ 2 घन्टामा पुग्नु छ। कति गाडी छ? हुन्छ भने
यस्तो छ क्या ठाउँ चाहिँ यहाँ सर्लाक्का घुम्न आउने ठाउँ होइन गाइस। राम्रो त राम्रो, मेरो हालत हेर्नु धुलोले यस्तो हाकम धुलो उठ्छ त यार। अब पुगिरहेको छु म यहाँ भमराको उकालोतिर, मेबी हो कि होइन हो, भमराको उकालो पुग्न लाग्यो। यो मान डाँडाबाट भ्यू हो यो, यही डाँडा पछाडिबाट हो क्या म आएको अघि, यही डाँडा पछाडिबाट हो, कता कता घुमेर है। हट यस्तो छ मान डाँडा। गाउँ आइसकेपछि त यति नदेखाइ त कहाँ मजै आउँदैन नि होइन। तपाईँहरूको ल मेरो गाउँ चाहिँ अलि माथि हो क्या, फेरि यस्तो माथि छ मेरो गाउँ। ल हो यतातिर छ मेरो गाउँ, यस्तो हालत। म चाहिँ यता गाउँ त देखिसक्यो, म जाने चाहिँ ऊ त्यो ठुलो बिल्डिङ देखिरहेको ठाउँमा हो होइन। अब पुग्छ है चाँडै। हेलो गाइस, फाइनली म दाङसिङ पुग्न लाग्यो है। अब छ्याकै झरना आइपुग्न लाग्यो होइन, त्यही भएर ट्र्याक लाएर क्यामेरालाई यस्तो गर्छु होइन। अब झरना देखाउँछु कि तपाईँहरूलाई। ल यति भएपछि भयो क्या, टाइट भयो बाटो त। यस्तो बेकार भएर रहेछ कि पानी पर्दा 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 बाइकलाई पछाडि राख्नुपर्छ यार। भाइरल ए हो ब्रिजलाई खाइ झर्ना झर्ना हेरौँ तपाईँहरूको तपाईँकोमा आइदिन्छ क्या पानी त। बाटो यस्तो छ, तर झरनाहरू हुने ठाउँमा चाहिँ बाटो यस्तै नै हो क्या जता देख्नु पनि भाइ झरना लभली यस्तो ठाउँहरू छ क्या हाम्रो पनि। कताबाट म कहाँ आइयो थाहा छैन साथीहरू। यस्तो जङ्गलको बिचमा चराचुरुङ्गी पनि कराउँदैन। कति आइसक्यो, एउटा न बाइक आउँछ न गाडी आउँछ। रोड भने दुईवटा ट्रक अड्ने बाटो रोड छ यार। ओह्रालोको ओह्रालो दौडिया छ। एक खबुजी आएन अहिलेसम्म त। अहिले त चिजै सक्यो यार, बाटै सक्यो क्या। कहाँ यो कुन बाटो आएको केही थाहा छैन आफूलाई भनेर क्या हो। जस्तो लाग्छ यार, चलाउनै नजाने भनौँ भने जस्तो म पनि चलाउने मान्छे अब जान्ने भनौँ भने
हो कि के हो, बिछाएको हो कि उम्रेको घाँस। यस्तो पो रहेछ त यता त। दाजु फाँटमा निस्किने कताबाट हो? यताबाट हो? फाँटमा निस्किने? ऊ त्यो पुलबाट होइन त? ओके ल, धन्यवाद। हस्। ए झोलुङ्गी नतराउँ होइन? ल ठुलो पुल तर्न जाने। ल धन्यवाद धन्यवाद। बाटो खाने बाटो खनिरहेको रहेछ। कतिखेर वेट गर्नु होला त यो टोजरलाई? कस्तो गलत बाटो हिँड्ने। जाँदा हुन्छ दाजु? जाउँ कहिले त बर्बाद यो बाटो आएर। पुल तर्साउनुहुन्थ्यो भने है। यहाँ त हेर्नु न, गाडी आएको आइज फेरि।